त 2:30 भयो 3-4 बज्छ होला खाना खाना नि बिहानको यस्तै छ दिनर खाने बेलामा चाहिँ खाना बनाएर खान्छौँ हामी जुत्ताहरू चाहिँ भयो रहेछ अरे कलर मिठो कि सेतो कलरमा त्यहाँबाट हेर्दैछु कहाँ जाने भइरहेको कि सामान किन्नु भनेर चाहिँ आएन होइन घरमा चाहिँ लास्ट गर्नु गयो अनि कतै निस्किउँ न टुल्न भनेर चाहिँ हेर्दै आएको थिएँ मैले डुल्दा अर्को सामान नि किनिदिएँ कि म चाहिँ यसो रिपोर्ट बनाउनुतिर लागिरहेको छु होइन रिपोर्ट बुझाउने बेला भएको छ हाम्रो अनि साइक्लिङ रङ साइडबाट गइरहेको छु होइन कमाल इन्जोय गरिरहेको छु कि यो मोमेन्टलाई चाहिँ यार So hello and namaste guys, what is up? I hope कि सबैजना सन्चै आर राम्रो हुनुहुन्छ होला This is Mr. M and welcome to my channel. So आफ्नो 6 डे पछि चाहिँ बल्ल छुट्टी भएको छ है अनि 1:30-2 बजेतिर उठेको छु भर्खरै अब बिदाको दिन त यस्तै हो काम हो भने चाहिँ बिहान उठेर कुद्नुपर्छ अनि भर्खर उठेको छौँ दिन कामले मस्तै भएको छ है यस्तो गर्मी चलेको होइन बवाल भएको छ सो त्यही भएर यस्तै छ सो अब मस्त खाना बनाएर खानुपर्छ तरकारी आइसकेको छ माल सामान हाम्रो कस्तो मासु आएको छ अब यसलाई कस्तो बनाउनु पर्छ अनि दिउँसोतिर चाहिँ यसो टुल्न निस्क्यौँ भने सोचिरहेको छु यतामा चाहिँ एउटा मलतिर यसो गएर केही सामानहरू किन्नुपर्ने छ भने चाहिँ किन्यौँ पनि भनेर सोचिरहेको छु लेट्स सी के हुन्छ होइन यसमा चाहिँ खाना बनाएर खाइदिउँ भने यस्तै हो 2जना छौँ बिराजना म अनि बसिरहेको छौँ खाना बनाएर खानुपर्छ खाना चाहिँ 3-4जना हुन्छ म त बढी मोटीहरू जसले गर्दाखेरि यस्तै छ अरू भने त्यही हो लेट्स मेक द फुड अनि खाइदिउँ है त 2:30 भयो 3-4 बज्छ होला खाना खाना नि बिहानको यस्तै छ दिनर खाने बेलामा चाहिँ खाना बनाएर खान्छौँ हामी लेट्स मेक द फुड है त ल सो मस्त खानपिन भ्याइसकेँ होइन जस्ट खानाहरू उठ्यो भने चाहिँ टक्क फोन आयो क्या यो सामानको रिटर्नको लागि चाहिँ आएर रहेछ यो दाल बनाउने भाँडा थियो कि एउटा त्यसको तार फिटिरहेको थियो अनि एक तार मगाएको थियो तर फिटै भएन अनि फिट नभएपछि चाहिँ रिटर्न हाल्दै थिएँ सो आएर फोन गरेर आयो मलाई रिटर्न माता गर्थ्यो अनि फोन गरेर गएर रिटर्न हानिदिन्छु अब ठिक नभएपछि राम्रो भएन खै त मान्छे ल कर्म त आएर म सो रिटर्न हानिदिउँ है त ल सो सामान चाहिँ रिटर्न गरिदिएँ होइन सो यहाँ चाहिँ एकदम इजी छ कि मगाउने त्यो सामान राम्रो छ भने भयो आफू युज गर्ने अनि एक छैन केही कमी छ अथवा चाहिएको छैन भने चाहिँ इजिली रिटर्न हुन्छ क्या त्यहाँदेखि जस्तो किने चाहिँ सिधो छैन रिटर्न भन्ने त्यो चाहिँ छैन है अनलाइन सपिङ चाहिँ एकदम गुड छ क्या यहाँ एउटा रिटर्न त फेरि नै हुन्छ खलाएर सो अब खानपिन भइसक्यो रुमसुम पनि मस्त सफा गरिसकेका छौँ है अनि निस्किन्छु एकछिन बाहिर घाम लागिरहेको छ गर्मी नै छ है शीतल अलिअलि हावा पनि छ खै अब के छ यस्तै छ ल काम होइन बाई बाई है त राम्ररी गर ल यसो गएर यसो हेरेर अनि निस्किनुपर्छ है त ल सो लगभग 4:30 जति 4:30 5 बज्न लागिसक्यो होला म निस्किसकेँ माथिबाट है अनि अब चाहिँ जान्छु म यसो टुलेर आउँछु भनेर त्यो मलतिर यसो घुमिदिन्छु गएर होइन यस्तो गर्मी छ माथि ए आमा हो थ्याट त्यो रातुका पोल्ने खाट तात्ने रुम तात्ने सबै भयो कि अनि म बस्दै नसकेँ निस्किसकेँ माथिबाट अहिले चाहिँ अनि जस्ट साइकल लिएर आइसकेँ तल अब यहाँबाट त्यही 10-15 मिनट चाहिँ लाग्छ मलाई यहाँबाट जानलाई त्यो अर्को स्टेसनमा चाहिँ तल जानुपर्छ त्यति मात्रै टाढा छ खासै टाढा छैन अनि रिकमेन्डेसनमा चाहिँ यो ठाउँमा चाहिँ घुम्नु जा यसो हेरेर भनेर अनि रङ के छ सामानहरू मनपर्छ भने लिनु पर्ने अब भन्दै सोचिरहेको छु अब चाहिँ के हुन्छ गएर है सो टुलेरमा त आउनै सकिन्छ त्यति भन्दै सबै साइकल निकालेर पारिपरि चाहिँ अनि त्यस्तो लाग्नु है Breathing in, hold tight, chemicals collide. Hold tight, dripping lights paint the. So 5 बजेपछि चाहिँ म आइपुगेको छु होइन अनि साइकल पार्क गरिदिएँ त्यहाँ अब जाँदैछु बाहिर ओइमा भवल काटिदिएछु त कुन चाहिँ मर्सिडिज भवल मिठो ब्लु टल्के खाया सो अब यहाँबाट चाहिँ माथि मल घुम्न जान्छु हेरौँ है कहाँ भइदिएर आएको म त कहाँ पार्किङ गर्ने के भइहाल्यो सो निस्क्यौँ यहाँबाट अनि त्यसपछि गएर चाहिँ घुम्ने माइत सो बल्ल म निस्केर आएँ है पार्किङबाट अनि त्यहाँबाट हेर्दैछु कहाँ जाने भइरहेको कि अब थाहा होइन डुलिरहेको छु यत्तिकै सो हेर्छु भित्रतिर गएर के छ
कस्तो छ सो बुझौँ सामानहरू के कति बढेर रहेछ हेरौँ होइन प्राइस रेन्जहरू नि सो मल चाहिँ ठुलै छ हेर्दाखेरि आई डोन्ट नो के छ कस्तो छ चाहिँ होइन डिपार्टमेन्टल स्टोरले कति फ्लोरसम्म छ कि म हेरेँ कि भर्खर अर्कोबाट निस्केर आएको थिएँ अरू गएर हेर्छु के छ सामान त होइन यसको होइन जुत्ताहरू चाहिँ भोले चाहिँ अरे कलर मिठो कि सेतो कलरमा के स्विस आई डोन्ट नो द प्राइस है प्राइस 900 बाट 900 ठिकै छ सामानहरू त घुम्दा घुम्दै म आइपुगेँ सुटकेस त म आएँ ल जाने भनेर होला के उठाइदिउँ एउटा सानो चोटक्क परेको तर ठाउँहरू चाहिँ महँगो छ यहाँ हेरेँ मैले है अरू नि बुझेँ होइन 7,700 800 मुनिको सामान होइन कि त्यहाँ तलदेखिको त नो लेस ल 1,000 भनौँ होइन बेस्ट प्राइस त्यति छ कि अनि अहिलेको लागि त्यत्रो सामान किनेर त काम छैन सो हेर्दै जाउँ डुल्दै जाउँ के हुन्छ खासमा हुन्छ सर्टले त उठ्टा हात हाने है लभली यसको अब हेर्ने हो भने 25 1600 नेपाली कन्भर्ट हान्ने हो भने त 6,000 जति पर्छ एउटा सर्टको है एउटा सर्टको 6,000 नेपाली रुपिस भनेपछि एक्सपेन्सिभ अब आफै विचार गरौँ कति छ भनेर होइन सो खासमा यस्तो हो कि म यहाँ सामान किन्नु भनेर चाहिँ आएन होइन घरमा चाहिँ लास्ट गर्नु गयो अनि कतै निस्किउँ न डुल्न भनेर चाहिँ हेर्दै आएको थिएँ अनि यसो हेरेँ अनि अस्ति नै सोधेको थिएँ म यहाँ हेर्न भनेर यो मल जा यहाँ बुझ्दै गर भनेर अनि चाहिँ म निस्किआएको खासमा म सामान किन्नु भनेर चाहिँ म आएको होइन यहाँ किनभने आइनो एकदम एक्सपेन्सिभ हुन्छ यहाँ किन्न सकिँदैन हेर्ने हो यसरी यति रहेछ उति रहेछ भन्ने 490 ल यो ठिक छ हस् यहाँबाट मैले एउटा टी सर्ट चाहिँ लिएँ कि पेमेन्ट गर्न जाँदैछु अगाडि लिएर हिँड्दा छ दामी लाग्यो यार 500 मा 500 बात नेपाली अराउन्ड 2000 पाक्लो जबको भात छ लुगा चाहिँ म महँगो भन्नु किनेँ मैले ट्र्याकहरू पनि थिएँ यता एउटा हेर्छु ठिकै छ म गर्मी भएर आएको भन्दा पनि मैले एउटा सामान किनिसकेँ क्या यहाँ टी सर्ट एउटा मैले हालिदिइसकेँ सो म हेर्दैछु अरूहरू नि सामानहरू त एक दुईवटा मात्रै यस्तो साह्रो डेन्जरमा सपिङ चाहिँ यहाँबाट गर्दिनँ मलाई अर्को बार पनि डुल्नु पर्ने छ एउटा सामान किन्नु सक्यो मलाई यहाँबाट पायो भने अनि त्यसपछि चाहिँ म भयो नै भन्छु यहाँ है किनभने म पैसाको खोलो बगाउन चाहदिनँ यहाँ यो सब भन्ने लुट्ने ठाउँ हो सो हेरौँ हेर्दैछु त्यो सामान पाउँछ पाउँदैन यता डुल्दैछ सो मैले डुल्दा अर्को सामान नि किनिदिएँ कि यहाँबाट किनिदिएँ त्यस्तो के यस्तैवाला एउटा सेन्डो किन्यो क्या त्यस्तो फेरि किनिहाल्नु ठुलै सामान किन्यो यसले भनेर चाहिँ नसोध्नु होला त्यस्तै खालको एउटा सेन्डो छ सो त्यही किनेँ होइन 2टा भयो हेर्दैछु अरू के हुन्छ र अलिक डुल्यो भने त्यो सामान सक्छ जस्तो पनि पाउने चाहिँ सब सायद सुरुमै फर्स्टमै एक्सपेन्सिभ जस्तो छिरेर होला अलिक भएको थियो अहिले त महँगो भएको थियो तर त्यस्तो नै हेर्दाखेरि त्यस्तो महँगो चाहिँ छैन सामानहरू हेर्दैछु होइन डुल्दैछु हेर्दैछु लगभग ठाउँहरू घुमेँ होइन यता मलहरू धेरै घुमेँ कि यताउति गरेर मैले खोजेको चिज भेटेन यार सो 2 थरी चाहिँ मैले सामान लिएछु यहाँ 1 थरी 2 थरी छ म आफै ल्याएको छु अनि अगाडि यसो हेरौँ भनेको त छैन सो अब ढिला नि हुँदैछ 6 साढे 6 लगभग 7 बज्न लागिसक्यो अब जानु नि पर्छ यार ए ताउ बगेर जाने क्या घर फ्राई गर्नलाई जस हेर्दैछु डुल्दैछु अनि अब म अरू सपिङ पनि हाल्छु जस्तो लाग्दैन भेट्यो भने हाल्छु होइन भने चाहिँ खासै सपिङ गर्दिनँ यता होइन अरू पनि यस्तै हो डुल्नु पऱ्यो हेर्नु पऱ्यो नाइफ उठाइदिनु क्या एउटा सेफ नाइफ टक्क लाएर गएर अनि टुङ 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 काटिदिने एउटा सो यस्तै छ मलहरू होइन सो नेपाल र यहाँ चाहिँ डिफ्रेन्स के छ भने मलमा सामानहरू अलि अरेन्ज हुने
त्यो छ कि अलि अरेन्ज पनि अनि आई क्याची बनाएर राख्छ क्या यिनीहरूले यहाँ त्यो नेपालमा चाहिँ मैले देखिदिनँ कि त्यो कमै देख्न मिल्छ हो त्यस्तो देखिँदैन पनि खासै त्यही एउटा चाहिँ अलिक डिफ्रेन्ट हुन्छ अनि अप्सनहरू अलिक बढी हुन्छ चुज गर्नमा है अरू भने त त्यस्तो खासै छैन यारको मोबाइल सप ल किन्ने मोबाइल एउटा सो सामानहरू चाहिँ मैले लिइसकेँ होइन 2-3 लिएँ अरू हेर्दै थिएँ हेरेँ पनि तर खासै त्यस्तो चित्त पनि चाहिँ मैले भेटिनँ अब यहाँबाट जान्छु म 7 बज्न लागिसक्यो पुग्दा 8 बज्छ होला बिबिसी हेऱ्यो अनि सामानहरू ठिकठाकै छ त्यस्तो एक्सपेन्सिभ कुनै त एक्सपेन्सिभ नै छ होइन ब्रान्डेडै जाने हो भने चाहिँ एक्सपेन्सिभ छ होइन भने नर्मलै लिने हो भने चाहिँ 500-600 के रेन्जमै पर्छ क्या लुगाहरूदेखि अरू पनि 1000को रेन्जमा चाहिँ आउँछ क्या लुगाहरू लिने हो भने चाहिँ होइन त्यस्तै छ अनि 1-2वटा चाहिँ लिइ पनि छु अघि 2टा ल्याएको थिएँ त्यति नै छ अनि अब चाहिँ अब यसो अनलाइनतिर नै हेर्छु होइन इलेक्ट्रोनिकहरू केही त्यस्तो पऱ्यो भने चाहिँ ठिकै छ सपिङ अब अलिअलि गरिँदैछ सो अब चाहिँ गएर साइकल लिएर जान्छु योलाई कसरी लाने हो ह्यान्डलमा झुन्याउनु पर्छ होला सियोरै त्यही झुन्याएर लानुपर्छ सो ठिकै छ अब यस्तै छ है लिएर अब लागौँ घरतिर ल अब बिर्सिएँ क्या मैले साइकल कहाँ छ भन्ने पनि थाहा पार्किङ यति छ B1 अघिबाट छिरे हो कि कताबाट भयो कि कता भयो कताबाट यहाँ अगाडि राखेको जस्तो लाग्छ होइन मलाई यहाँबाट ऊ अगाडि हो कि जस्तो लागिरहेको हाम्रो सेवा ए है रमाइलो भयो नि त होइन नि के हो फाइनल्ली मैले भेटेँ साइकल कहाँ डुलेँ यार अघि त्यहीँ आएर नदेखाएँ मैले यति हिँड्दा बल्ल भेटेँ त्यही नि म भिडियो हेरिरहेको थिएँ कि अघि खिचाएको थियो अघि यहाँ राखेको थिएँ भनेर अनि त्यही हेर्दै हेरेको थिएँ ट्याक्कै भेटिहालेँ कि सो अब निस्किन्छु होइन अनि यसरी ह्यान्डलमा डुरा लान्छु यो ब्यागहरूलाई चाहिँ लेट्स गो होम म 1 घन्टा डुलेँ यार अब त साइकल होद्दै म साइक्लिङ रङ साइडबाट गइरहेको छु होइन ठ्याक्कै रङ साइडबाट हिँडिरहेको छु होइन तर मैले बबाल इन्जोय गरिरहेको छु कि यो मोमेन्टलाई चाहिँ यार ए शीतल हावा चलिरहेको होइन आफ्नै साइकलमा सर हिँडिरहेको छु अनि यस्तो मजा आइरहेको नि मलाई गुडाउनलाई ओहो त्यो अगाडिको सिन देख्दै कस्तो दामी फिल भइरहेको कि पसिनाले गऱ्यो क्यामेरा छुट्याएर रहेछ अलिअलि तर कसम बबाल इन्जोय भइरहेको यार लास्टै आनन्द आइरहेको कि बेस्ट मोमेन्ट भइरहेको कि सर गइरहेको छु म गीत गाउँदै हिँड्रहेको छु है लभली सो मस्त घर आइपुगिसकेँ बाहिर गएर यसो डुलेर होइन अनि आउँदाखेरि चाहिँ तरकारी सरकारी लिनु गएको थियो तर अनि आएर चाहिँ बस अब तरकारी बनाउनु तयारीमा छ साथी अनि म चाहिँ यसो रिपोर्ट बनाउनुतिर लागिरहेको छु होइन सो रिपोर्ट बुझाउने बेला भएको छ हाम्रो अनि सो ल्यापटप लिएर बसेको छौँ कम्प्लिट हान्नलाई सो लेखेर चाहिँ कम्प्लिट भइसकेको छ अलिअलि एडिट गर्नु बाँकी छ धेरै कुरो गर्नु बाँकी छ गर्न चाहिँ सो तयारी हुँदैछ अब 1-2 दिनमा त बनाइन्छ पनि होला होइन सो यति भन्दै अब मस्त रिपोर्ट लेखिदिउँ होइन बुझाउनु पर्ने छ अनि फोन चाहिँ म चार्जमा हालिदिन्छु चार्ज छैन मस्त एकछिन बनाएर खानसाना बनाएर सुत्दिनुपर्छ है त सो मस्त खानपिन भइसकेपछि चाहिँ इन्डिङ चाहिँ आफबाट गर्दैछौँ लाइक अ डिजर्ट होइन सो अनि अब मस्त सुत्दिनुपर्छ भोलि मर्निङ सिफ्ट छ सो त्यस्तै छ आज टुलियो बरु मजाले बाहिरतिर यसो गएर आइयो टुलियो अनि खानपिन मस्त भइसक्यो अब चाहिँ सुत्दिने तयारी छ होइन मलतिर गएको थिएँ दिउँसो साइक्लिङ गर्दै है शीतलै भएको थियो दिउँसो त्यही रुममा बस्दा चाहिँ वाइट गर्नु हुन्छ अनि जब निस्किँदाखेरि चाहिँ अलिक शीतल भएको थियो कि जाँदाखेरि चाहिँ त्यस रमाइलो गरियो घुम्यो आइयो होइन अनि अलिअलि यताउति गरियो सामानहरू यस्तै छ के भयो फेरि शिक्षा नै हो लगाउँदा आइछ नेपाल गेम हेर्दा चाहिँ नेपालको क्रिकेट सो यस्तो छ अनि यति भन्दै चाहिँ म आजको भिडियो यही इन गर्न गइरहेको छु आई होप तपाईँहरूलाई भिडियो मन पराउनु थियो द नेक्स्ट बाई टेक केयर है त